हेलो साथीहरू सबैजनालाई वेलकम छ मेरो च्यानलमा। अनि हामीले चाहिँ हिजो यसको एक बाल्टी चटपटी बनाएर खाएको हो नि त, त्यही भएर अनि यति उब्रेको थियो। अनि यो चाहिँ मैले खाँदैछु काब्राको अचारसँग। अनि तातो पानीसँग खान लागेको नि त। तातो पानी एक खायो भने राम्रो पनि हो, अनि पेट पनि दुख्दैन नि त बिहान बिहान चिल्लो खाँदा। अनि हेर्नु न त्यहाँनिर आगो कित्लीको हालत चाहिँ त्यस्तो छ, एकदम खत्तम। आगोमा जति दुखे पनि आगोमा बसाएपछि चाहिँ खालो भइहाल्छ क्या। अनि म चाहिँ खान लागेँ साथीहरू। अनि सबैजनाले धेरैभन्दा धेरै माया गरिदिनु होला, एकदम अमिलो भएछ क्या, टक्क परेको। अनि मैले चाहिँ नि बटकोमा नगाएर बाल्टीको पनि खाएँ भन्नु बाल्टीमै खाइदिएँ। अनि मैले चाहिँ भन्दै खाजा पनि खाइसक्न लागेँ साथीहरू। चिल्लो हेर्नु कस्तो खतरा लागेको छ। अनि म चाहिँ खाजा खाएर दाँत मान्नतर्फ लागेँ। एकदम खत्तम भएको छ दाँत मेरो। हेर्नु हामीले अस्ति नै लोकल कुखुरा लगाएको सानै छ। सुप खानुको लागि भन्नु नमिल्ने, लोकल कुखुरा के को लागि पाल्छ, सुप खानुको लागि होइन। हेर्नु पानीको बाछिटाले कस्तो खतरा हाम्रो घर भत्काइदिएको छ। अनि यहाँ म चाहिँ यता माथि गुम्बामाथि आएको छु, दाँत मोल्दा यता गुम्बा छेउ आइपुगेँ म चाहिँ दाँत मोल्दै। अनि हेर्नु साथीहरू हाम्रो चाहिँ सुँगुरको धेरैवटा छ क्या, धेरै। त्यो बाख्रा चाहिँ एकदम खरक्की गर्छ है, यस्तो कराउँछ, दिमाग कस्तो खतरा खाइदिन्छ। अनि हेर्नु हाम्रो सुँगुरखोर मकै चाहिँ हामीले अस्ति खनेको नि त, खन्न स्टार्ट गर्दै गरेको। अनि म चाहिँ यहाँ गन्दैछु सुँगुरखोर कतिवटा छ भनेर। घरकै सुँगुरखोर पनि 8-9वटा रहेछ भन्ने, धेरै छ त्यो सुँगुर, एउटै खोरमा 2-3वटा छ। अनि हेर्नु मकै बारीमा यस्तो झार्पा लाग्छ। अनि यो फुलको नाम चाहिँ के हो साथीहरू कमेन्ट गरिदिनु होला, मलाई चाहिँ यसको यो फुलको नाम आउँदैन। दामी फुलेको छ। हेर्नु यहाँनिर कान्छा हेर्दै बसिरहेछ, उसको मम्मी छैन नि त यहाँनिर, त्यही भएर माया लाउँदै बसिरहेछ। उसको बहिनी चाहिँ यहाँ पढ्दै सुतिरहेछ क्या, अल्छिनी। उसको मम्मीले त्यहाँदेखि हेरिरहेछ मेरो छोराछोरीलाई के भन्दैछ भनेर क्या। छोरा र छोरी छ नि त दुइटा, त्यही भएर। अनि मैले चाहिँ साथीहरू दाँत पनि अघिदेखि माजिसकेकै छुइनँ है, अब चाहिँ हल्का माजिसकेँ। हेर्नु मेरो दाँतमा कस्तो यस्तो कालो छ। यो कालो के गरेर पठाउनु पर्छ, सिकाइदिनु होला सबैजनाले। अनि है म चाहिँ कहिले दाँत मार्छु कहिले मार्दिनँ, त्यही भएर त्यस्तो भएको होला। एकदम फोरी छु नि त म। अनि मैले चाहिँ दाँत माजिसकेर अब मुख धुनतर्फ लागेँ साथीहरू। सबैजनाले धेरैभन्दा धेरै माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। च्यानलमा म नयाँ छु, मेरो भिडियो राम्रै भए पनि नराम्रो भए पनि सबैजनालाई सपोर्ट गरिदिनु होला साथीहरू भन्न चाहन्छु। माया गरिदिनु होला। यस्तै कुराहरूले यस्तै ठाउँबाट बिस्तारै सफल हुँदै गइन्छ भन्नु क्या। म चाहिँ मलाई त्यति धेरै राम्रो भिडियो बनाउनु आउँदैन नि त, त्यही भएर राम्रो भिडियो बनाउने प्रयास गर्छु। अनि हेर्नु मेरो कस्तो टिका उक्किदिएको क्या, उक्केर पो निस्किरहेको। अनि फेरि मैले चाहिँ नि त्यही टिका टाँसिदिँदैछु। भेटेको टिका त म झरेँ त्यति लगाइदिन्छु। त्यो टिका टाँसेको चाहिँ धेरै थाम्छ क्या, त्यो गमसँगै लगाएको चाहिँ त्यो धेरै थाम्दैन होइन। अनि मैले चाहिँ दाँत माजिसकेँ। अनि हेर्नुहोस् न साथीहरू मेरो खुट्टाको हालत यस्तो कति उठ्यो। आज बिहान म चाहिँ 81 उठेर हिँडेको क्या। हेर्नु यस्तो खत्तम भएको छ मेरो खुट्टाको हालत, नघिनाइदिनु होला भन्न चाहन्छु। अनि हेर्नु मेरो त्यस्तोतिर कस्तो भएको छ। अनि म चाहिँ अब आफ्नो कामतिर लाग्न लागेको छु साथीहरू। हेरि गर्नु होला मेरो भिडियो। अनि साथीहरू हामी चाहिँ दाउरा काट्नु जाने भनेर एकदम खुक्री बोकेर होइन, डोको बोकेर हिँडिसकेको छौँ जङ्गलतर्फ। म चाहिँ एकदम अल्छिनी भएको छु होइन, मलाई कति धेरै अल्छी लाग्छ। मलाई अल्छीले कहिले छोड्दैन।
सबैभन्दा संसारमा सबैभन्दा यो संसारको मै होला अल्छी नि भन्ने कुरा चाहिँ मलाई आफै लाग्छ क्या बेला बेलामा। नि गम्बुर सम्बुट लाएर हिँडिसकेको छौँ हामी चाहिँ। हेर्नु हाम्रो मकैबारीमा कस्तो झारफल लाग्छ, यस्तो झारफल लाग्छ, यस्तो यो खै गरेर गोड्नु हेर्नु कुरो कस्तो खतरा लाग्छ क्या मकैबारीमा। अब 1-2 गतेतिर चाहिँ गोड्नुपर्छ है भनेर भनिदिन्छ। त्यो तल्लोमा चाहिँ हल्का छ पातुलो पातुलो। अनि हेर्नु घाम कस्तो खतरा लागेको छ। हेर्नु यो रुख हामीले अस्ति मकैको झ्यास टराउँदाखेरि डढेको क्या, यत्रो यत्रो भइसकेको छ मकै। अनि मेरो चाहिँ घाँटी एकदम दुखिरहेछ क्या साथीहरू। जति चाहिँ गर्दा पनि रुगा मार्कीले छोड्ने कुरा गर्दैन मलाई चाहिँ। रुगा मार्कीले मलाई धेरै माया गर्छ, जति कि मेरो बुढाले भन्दा धेरै माया गर्छ भन्नु क्या रुगा मार्कीले चाहिँ। अझ धेरै रुगा मार्की लाग्छ क्या मलाई। यो साल चाहिँ मलाई धेरै रुगा मार्की लाग्यो भनेर मैले आफै अनुभव गरेको छु। अनि हामी चाहिँ जङ्गल साइड पुग्यौँ। डोको मैले चाहिँ बोकेर हिँडिसकेको छु। कस्तो लाग्यो हाम्रो भिडियो सबैजनाले कमेन्ट गरिदिनु होला। अनि म अल्छेनीको चाहिँ यस्तै हो अल्छी पारा। अनि यो चाहिँ अस्ति काटेको दाउरा हो नि त। अनि हामीले जङ्गल साइड पुगिसकेको छौँ, जङ्गल छेउ। अनि कहाँनिर काट्ने यताउता भन्दै त्यो भन्यौँ नि त, अलिक तल काट्नुपर्छ। अस्ति हल्का फुल्का रहेको हाँगा भुगीहरू भन्नुभयो। अनि त्यही भएर ओके भनेर हामी हिँडिसकेको छौँ। अनि म अल्छिनीलाई चाहिँ सबैजनाले माया गरिदिनु होला भन्नु के। मलाई काम भन्ने जस्तो चिज चाहिँ साह्रै अल्छी लाग्छ साथीहरू। धेरैभन्दा धेरै नै अल्छी लाग्छ एकदम। के गर्नु, दाउरा नकाटी पनि हुँदैन। दाउरा काटेन भने माम कहाँबाट पाक्छ, काम बिना माम पाउँदैन भन्छ नि, त्यस्तै हो साथीहरू। अनि म चाहिँ दाउरा काट्नेतिर लाग्यो साथीहरू। हेर्दै गर्नु होला है मेरो भिडियो कस्तो लाग्छ सबैजनाले भनिदिनु होला। अनि मैले चाहिँ दाउरा काटिसकेर बारी ल्याउनतर्फ लागेँ साथीहरू। अनि यसो त्यस्तै हो। अनि त्यहाँदेखि भन्दै मम्मी आइपुग्नु भयो। अनि मम्मीले चाहिँ आएर दाउरा यसो दिनुभयो नि त, यसो दियो भने सजिलो हुन्छ बोक्नुको लागि, भारी ल्याउनुको लागि। अनि यस्तै हो साथीहरू। हेन यताउता भनेर तिमी बोक पहिले अनि म बोक्छु भन्नुभयो। अनि त्यस्तै गफ गऱ्यौँ साथीहरू। अनि मेरो चाहिँ भारी लगाएर मैले बोक्ने पाला आयो मेरो। अनि यो चाहिँ मम्मीको बोक्ने टर्न। मम्मीले चाहिँ म आफै बोक्छु तिमी हिँड अगाडि भन्दै हुन्थ्यो। अनि
बाँसको भएको थियो नि त अलिक, त्यही भएर अनि मलाई चाहिँ एकदम गाह्रो भएको छ क्या सास से भएर एकदम भएको थियो। अनि कहिले घर पुग्नु होला जस्तो भएको थियो, धेरै दाउरा लागेको छु क्या मैले चाहिँ। अनि त्यहाँ मम्मी आउँदै हुन्छ, मकै गोड्ने बेला भएछ हाम्रो भन्दै, अनि भन्दा हामी चाहिँ घर पुग्यौँ साथीहरू। भारी राख्ने बेला पनि भयो। यस्तो त्यस्तै हो, सबैजनाले माया गरिदिनु होला। हाम्रो भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर सबैजनाले सपोर्ट गरिदिनु होला। हेर्दा चाहिँ यति तर साह्रै गरौँ अनि भन्दै मेरो चाहिँ भिडियो यी हुन चाहन्छ साथीहरू। हाम्रो भिडियो हेरेर सबैजनाले कमेन्ट गरिदिनु होला भन्दै हामी यी भिडियोबाट बिदा हुन चाहन्छौँ। बाई बाई।